नमस्ते सम्पूर्णजनामा आजको भिडियो एकदमै खास भिडियो रहेको छ। भिडियो के छ भनेपछि बेङ्गलोरमा भइरहने काण्ड बारेमा। अब मैले एउटा एआईबाट एक हिन्दी गाना बनाएर हालेको थिएँ जो हाम्रो नेपाली समाजमा यो बेङ्गलोरमा घटिरहेको घटनामा आधारित थियो। अब त्यसमा धेरैजसोले कमेन्टहरू के गरे भनेपछि एकै हातले ताली बज्दैन यस्तो उस्तो। त तिनीहरूलाई म भन्न चाहन्छु, यदि कुनै नारी यदि कुनै केटीले केटालाई हिन्ट इसारा दिँदैन भनेपछि, त्यस्तो अवसर दिँदैन भनेपछि कुनै पनि मर्द कुनै पनि माइकीलालको त्यस्तो हिम्मत हुँदैन कि केटीलाई भगाएर नै लगोस् या फेरि श्रीमती बिहे भयो कि आइमाईलाई नै भगाएर लगोस्। त्यो भिडियो मैले त्यो जुन गाना छ त्यो बनाएको पनि तिनीहरूकै लागि हो जो त्यस्ता कामहरू गर्छन्, त्यस्ता क्रियाकलापहरू गर्छन्। त्यति अबुझ त्यति असमझदार व्यक्ति त म पनि छु हैन। त मैले त्यो एकदमै जानी बुझी सोच विचार गरेर नै बनाएको हो र त्यस्तै नारीहरूलाई मात्र टार्गेट गरेर बनाएको हो। अब त्यसमा नारी मात्र भनेको छु, पुरुषहरू भनेको छैन भनेपछि त्यसको पनि म रिजन बताउँछु। जुन मान्छे त्यस्ता कमेन्ट गर्छन् त्यही मान्छे पनि त्यस्तै हुन्। जहाँ पायो मिली त मारी नै त ब्रह्मचारीवाला, जहाँ मिले त्यहीँ लपक्क गर्नेवाला हुन्छन् कि कुनै पनि पुरुष। दुनियाँको यस्तो पुरुष यस्तो मर्द देखाउनुहोस् जो पाएको पनि छोडेर हिँड्छ। धेरै जसो भन्ला नि म छोडेर हिँडेछु, त्यति बेला तपाईँको मुड नभएर हो कि। तर 99.9% मान्छेहरू मतलब 99 के भन्छन् थोप्लो 9% त्यस्ता व्यक्ति हुन्छन् जो पाएको अवसर कहिले छोड्दैनन्। सकेसम्म त उनीहरू त्यस्तो चान्सको खोजीमा हुन्छ भनेपछि त्यहाँ त्यस्तो भन्नु सुहाएन कि एउटाहरूले ताली बज्दैन भनेर। त पुरुषको जातै यस्तो छ। तर नारीले चाहिँ आफ्नो इज्जत बचाएर राख्नुपर्छ नि त। मैले त त्यस्ता नारीहरूलाई भने हो जसले 9 महिना आफ्नो पेटमा बच्चालाई राख्छिन्, आफ्नो छातीबाट दुध पिलाउँछिन्। त्यस्तै नारीहरू आफ्नो त्यो बच्चालाई छोडेर अर्को पुरुषसँग जान्छन् भनेपछि के ग्यारेन्टी छ त्यो पुरुषलाई छोड्न सक्दैनन् भनेर। जसले आफ्नै एउटा बोडीको पार्ट एउटा अंशलाई त मतलब गरेन हैन, त्यसको माया लागेन भनेपछि भोलिको दिन अर्काको छोराको माया लाग्छ? मलाई लाग्दैन कि। त्यही भएर मैले धेरै जसो देखेँ, चाहे पढ्नको लागि आएको केटीहरू होस् हैन या फेरि काम गर्नको लागि आएको केटीहरू होस्, बिहे गरेर आएकी महिलाहरू हुन्, यिनीहरूको धेरै जसो के केही मात्रामा यति मात्रामा राम्रा छन् भनेपछि यति मात्रामा नराम्रा छन् के। त्यो मैले आफ्नै आँखाले देखेको छु। मलाई पनि बेङ्गलोरमा बसेको अहिले 11 साल भइहाल्यो भनेपछि मैले पनि त सोचेर बुझेर बनाएको होला। त्यसमा तपाईँहरूले बढी जान्ने ओभर स्मार्ट नबनिदिएपछि राम्रो होला। त्यति ज्ञान हैन त्यति समझदारी त ममा पनि छ। सो यो भिडियो त्यही थियो हैन। अनि म स्पेसली यहाँ बस्ने नारीहरूलाई, दिदी बहिनीहरूलाई, पढ्न आएको, काम गर्न आएको, बिहे गरेर श्रीमानसँग आएको महिलाहरूलाई एउटै कुरा भन्न चाहन्छु। तपाईँले जुन पुरुषसँग बिहे गरेर यहाँ आउनु भएको छ नि त्यही पुरुषसँग घर फर्किनुको सम्मान र तपाईँले त्यो पुरुषलाई छोडेर अर्को पुरुषसँग गएर घर फर्किनुको सम्मान एकदमै फरक हुन्छ। त्यसमा धरती आसमानको फरक हुन्छ। सायद गाउँघरमा तपाईँहरूले पनि सुन्नुभयो होला कि त्यो त दो घरे हो, त्यही घरे हो, फलानु फलानु नभएको कुरा पनि थपेर भनिदिन्छ भनेपछि तपाईँको इज्जत हुने त कहीँनिर अप्सनै छैन हैन। तपाईँको श्रीमानले पनि त्यस्तै भन्छ। भोलिको दिनमा केही कुरामा सानो झगडा भयो भने त राम्रै हुन्थिस् भनेपछि तेरो बुढालाई छोडेर मसँग आउँथिस् भनेर त्यसले पनि अफकोर्स भन्छ कि 100% स्योर भएर भन्दैछु म, त्यसले भन्छ त्यस्तो। अनि दोस्रो कुरा, घरका मान्छेहरूले त भन्ने नै भयो तिनीहरूको नजरमा तपाईँको 1% पनि इज्जत हुँदैन, गाउँको नजरमा तपाईँको 1% इज्जत हुँदैन भनेपछि के खानलाई तपाईँ अरूसँग जानुहुन्छ के। मान्छु ल तपाईँको बुढासँगको धेरै समस्या होलान्, तपाईँको परिस्थिति एकदमै नराम्रो होला, खराब होला, तपाईँको घरको अवस्था एकदमै नराम्रो होला, बुढाले कुट्ने होला हैन, नकमाउने होला, नजमाउने होला हैन, दुनियादारीसँग हैन त्यस्तो आइमाईहरूसँग लाग्ने होला, केटीहरूसँग लाग्ने होला, अफेयर चलाएको होला, माने म तपाईँको कुरा। तर त्यस्ता बुढासँग तपाईँ डिभोर्स लिएर एक इन्डिपेन्डेन्ट भन्छन् नि आत्मनिर्भर भएर पनि तपाईँ बस्न सक्नुहुन्छ कि। बेङ्गलोरमा नोकरीको कमी बिल्कुलै छैन, जहाँ जाँदा पनि नोकरी छ। तपाईँ आफै कमाएर आफै एउटा रुम लिएर बसेर आफ्नो जिन्दगी र आफ्नो बच्चाको भविष्य सुधार्न सक्नुहुन्छ। यसको मतलब यो होइन कि बुढा नराम्रो छ भन्दैमा
तपाईँले आफ्नो बुढालाई छोडेर अर्को केटालाई रोजेर उसँग पहिला गएर काण्ड मचाउने चाहिँ गर्नु मात्रै अप्सन छैन कि, अप्सनहरू धेरै छ। बस गर्ने एउटा गतिलो नारी मात्र हुनुपर्छ कि। म मान्छु बुढाहरू एकदमै खराब हुन्छन्, मैले पनि देखेको छु। धेरैको बुढीहरू एकदमै राम्री सोझी साझी हुन्छन् र बुढा एकदमै चुतिया खराब पनि हुन्छ। अब यसको मतलब यो त होइन कि उसले त्यो बुढालाई छोडेर अर्कोसँग पहिले जाने, त्यो मात्रै विकल्प त होइन नि। अब यो भिडियोबाट मैले भन्न खोजेको त्यही कुरा हो जो तपाईँहरूले सुन्नुभयो। तपाईँहरूलाई के कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनुहोला। र अनि सम्पूर्णमा म विनम्र अनुरोध पनि गर्छु कि यो भिडियोलाई सक्दो सेयर गरिदिनु होला र साथै जो पनि दिदीबहिनीले सुन्दै हुनुहुन्छ तपाईँहरूले पनि मेरो कुरालाई बुझ्ने कोसिस गर्नुहोला र आफ्नो जिन्दगीलाई राम्रो तरिकाले जिउने कोसिस गर्नुहोला भन्दै म छुट्टिन्छु। भिडियोलाई सक्दो सेयर गरिदिनु होला, सक्नुहुन्छ भनेपछि फलो पनि गरिदिनु होला।